नमस्कार दर्शक बान्धवहरूले देखेर हेर्दै हुनुहुन्छ युट्युब ब्लग र आज हामी दक्षिण कालीको मन्दिरमा हामी आइसकेका छौँ र सबैजनाले हामीलाई माया गरिदिनु होला। हामी यहाँ दाजुभाइ हामी दक्षिण काली मन्दिर दर्शन गर्न आइसकेका छौँ र हाम्रो विभिन्न बिचमा त्यस्तै भयो र हामी आउन सकेका थिएन। त्यही माथि अब भाका पनि थियो र त्यसै कारणले हामी फेरि पनि हामी मन्दिरमा अलिकति उपस्थित हुनलाई आइसकेका छौँ र देख्न सक्नुहुन्छ यता दक्षिण कालीको मन्दिर जानेको भ्यूहरू। दुई शब्द के भन्नु चाहनुहुन्छ है? त्यही त मन पनि आज एकदम किनभने उहिलेदेखिको आउने सपना थियो हाम्रो, आज आएर पुरा गरियो होइन। र हिजो हामी पदम दाइकोमा यसो हल्का इन्जोय पनि गरिरहेको थियौँ गाइज होइन। र आज हामी यहाँ दक्षिण कालीको मन्दिरको भ्यूहरू देखाउन सक्छौँ हामी तपाईँलाई। कति पैसा त पर्छ ल हामी चाहिँ यहाँ भित्र छिरिसकेको छौँ। यसो त्यहाँदेखि अलिकति पार्किङको पैसा लाग्दो रहेछ। ल गाइज लङ्गुरपुर छ। गाइज हामी चाहिँ यहाँ दक्षिण कालीको मन्दिरमा छिरिसकेका छौँ। पार्किङ यतै हो, पार्किङ तलै होला नि, यही हो पार्किङ। तलै छ त मान्छे माथिबाटै लिएर आउँछन् बाइकहरू। ल गाइज हामी चाहिँ पार्किङमा राखेर टक्क हामी चाहिँ हिँड्न सुरु गरिसकेका छौँ होइन। सबैजनालाई ह्याप्पी दीपावलीको हार्दिक मङ्गलमय शुभकामना र आउनु होला हजुरहरू पनि दक्षिण काली आउनु होला। हेलो हेलो गाइज। ल आज दाइलाई कस्तो लागिरहेछ त? नरिवल फोड्ने हो अलि तलतिरै लिउ ल अलि। ल र गाइज हामी चाहिँ दक्षिण कालीको मन्दिरको अगाडि बढिरहेछौँ।
गाइस डल्ले खोर्सानी कसको हो थाहा छैन। फेरिमा लग्नु होला ल आउनुहोस् फेरिमा चाहिँ लग्नुहोस् भन्यो तर आएर चाहिँ अलिअलि पैसा चाहिँ आफै तिर्नु डल्ले खोर्सानीको अचार गुन्द्रुक ल गाइस तितौरा सितौरा छ रहेछ ल गाइस देख्न सक्नुहुन्छ है तपाईहरुले यहाँ भाले गाइस भाले 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 भित्र भरि भाले भाले रहेछ यहाँबाट गाइस भाले 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 कोही सुत्केरीलाई च्वाक यतैबाट झर्ने त हो नि ल गाइज हामी चाहिँ फाइनली दक्षिणकाली आइसकेका छौँ प्रवेश गरिसकेका छौँ होइन गाइज कुकुर तिहार कसको हो थाहा छैन ए बाबाजीको साथै भएछ ह्याप्पी तिहार कुकुर तिहार ह्याप्पी तिहार भन्छ बाबाजीको साथै ल चल्दिउँ कुकुर तिहार कुकुर तिहार भनेको बस्ने ठाउँ दामी रहेछ भिडियो बनाइदे भाइ ए हजुर कता शौचालय यता रे ल ए हजुर कता शौचालय यता ए हजुर कता ससुराली यता ल दक्षिणकाली चाहिँ यता ल गाइस सानो झर्ना गाइस होलै छ क्या आज होलै छ जस्तो छ आज हुँदैन ल नरिवल त लिएर आइएन नि त है होइन ठिक छ छैन दक्षिणकालीको पानीले पोखो हो दक्षिणकाली माताकी जय गाई यता यता छर्किदिनु ल निलो ल भयो ल यता दक्षिणकाली माताकी जय रहेछ ए तल खोला खोलामा गएर नि फोटो खिच्छ हामीले खिच्नुपर्छ यताबाट पो छिर्ने हो त होइन यताबाट पनि छिर्ने हो यताबाट बस पात निस्किने हो कि राजा हो र यताबाट मान्छेहरू निस्किरहेको छ यतैबाट चल्दिउँ न हामी चल्दिउँ यहाँभन्दा अगाडि गएपछि त भिडियो खिच्न दिँदैन क्या अरे होइन भित्र दिँदैन यो अलिकति फोहोर दुर्गन्ध चाहिँ अलिक मन्दिर परिसरमा भएन हो त्यो घाटसाट पनि हो क्या यो ल गाइस घाट यता चाहिँ
गुगल आयो भाले छैन देखाएको बाजे टिका जानु मिल्दैन होला यता जुत्ता कता फुकाल्ने हो त यार जुत्ता फुकाल्ने ठाउँ त्यही हो जस्तो लाग्छ मलाई हो नि पारिपट्टि नै हो ऊ त्यहाँ फेरि पारि जानु पर्ने यो कटिङ देखिएला अहिले पज गरिदिइहाल्छु नि पुसा ल गाइज ल हामी फेरि घुमेर फेरि पनि आइसकेका छौँ र त्यता अलिकति जुत्ता फुकाल्नलाई नमिल्दो रहेछ भएर चाहिँ अलिकति हामी गाइज ल यहाँ चाहिँ पातै पात उडेको छ हेलो छानो मान्छे हजुर आफूले त मजा सजा केही चेन्ज गर्दैन ए चल्दे भनेर चल्दै त्यत्तिकै यही जान्छ होइन दक्षिणकाली मन्दिरमा यसो आएर पूजाआजा गर्दैछौँ ढक्का लाएर पर्सि तिमी आऊ जुत्ता लाऊ पातहरू क्या मजाले झरिरहेको छ गाइस जाने बजाउँ त्यो फुलहरू चाहिँ झिक्या भयो भने चाहिँ फुलहरू झिक न ल हामी मन्दिर परिसर छिरिसक्यौँ होइन हेलो गाइज अब पूजा गर्न जाने तयारीमा छौँ हामी पनि होइन मन्दिरभित्र फोटो खिच्न सख्त मनाइ छ भनेर चाहिँ लेखा रहेछ होइन तर खिचिरहेछन् सबैले हामी पनि खिचिरहेछौँ है धुप त्यहाँबाट बाल्दा हुन्छ जाने हो भित्र यो यहीँ स्थगित गरिदिउँ है त अब हामी पूजा गर्न जाँदैछौँ गाइज होइन ल धन्यवाद सबैहरूलाई तपाईँहरूलाई होइन यहाँ राख्ने रहेछ धुप बालेर
यो चाहिँ नरिवल पर्ने ठाउँ रहेछ। ल थ्याङ्क्स फर वाचिङ है गाइज।